दर्शक नमस्ते गाइज, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल सागर ब्लगमा। म अहिले त्यही त्रिवेणीको सेरोफेरो मै छु। अहिले पनि म अहिले पहाड मामाला घर गएर फर्किने क्रममा छु। अहिले पनि एउटा म आज अहिले अक्कर भिरको चाहिँ एउटा भिडियो बनाउन गइरहेको छु। एउटा सानोतिनो ब्लग। यो पनि एउटा ऐतिहासिक बाटो हो जसमा चाहिँ पहिलेको आमा बाबुहरूको पालामा त्योदेखि अगाडि अहिले त गाउँमा टोलमा पहाडतिर पनि गाडी घोडा पुगो, सेवा सुविधा पुगो। त्यो भएकोले गर्दाखेरि अहिले त्यति साह्रो भारी बोक्नुपर्ने यो बाटो हिँडिराख्नु पर्ने छैन। तर पहिले चाहिँ आजभन्दा 15-20 वर्ष अगाडि चाहिँ धेरैले चाहिँ यो बाटो, यो अक्करको भिरको बाटो हिँड्थ्यो। विशेष गरी भोजपुर र धनकुटाको मान्छेहरूले र कतिपय खोटाङतिरको मान्छेहरूले पनि। म हजुरहरूलाई देखाउँछु त्यो बाटो। त्यो पछाडि देख्नुहुँदैछ त्यो सानोतिनो, अहिले त साधारण छ बाटो होइन। अगाडि म देखाउँछु हजुरहरूलाई, क्यामेरा अगाडि गरेर म देखाउनेछु है त। ल अब चाहिँ अगाडिको बाटो भयो होइन। अगाडिबाट चाहिँ गर्दैछु। यस्तो छ बाटो, सुलसुले बाटो होइन। यो चाहिँ सप्तकोशीको किनारै किनार, दुधकोशी, अरुण, तम्मर विभिन्न नदीहरू मिसेर सप्तकोशी भएको, त्यसको किनारै किनार यो बाटो हो होइन। यहाँदेखि अगाडि हामी 12 क्षेत्र पुग्छौँ। 12 क्षेत्रदेखि चत्रा हुँदै आफ्नो आफ्नो मन्तव्यमा पुग्छौँ। हाम्रो साथीहरू चाहिँ यहाँ बिसाइराख्नु भएको रहेछ। ल एकैछिनलाई यहाँ हावा खानु पर्ला। अब तपाईँहरू गर्नुभएको, एकछिन बिसाउनु भएको। ल अब म नि यहाँ एकछिन बिसाएँ है त। ल अब फेरि मैले कन्टिन्यू गरेँ भिडियोहरू होइन। अब एउटा यहाँ चाहिँ एकदम जोखिमपूर्ण बाटो छ। माथिबाट पहिरो खसेर यस्तो बनाएको छ। अहिले त छेउछेउमा बारहरू पनि त्यसरी लगाएको रहेछ। लाउनु त त्यसरी जानुपर्ने, अगाडि कहाँ पुग्नुपर्ने मान्छेहरू पनि हुनुहुन्छ। यस्तो बाटोमा अक्करको बाटो भन्छन् मान्छेहरू। झरना तेरी गरौँ हेर्नु। अलिकति मिस्टेक भयो भने तल पुग्यो, सक्यो जिन्दगी। तेरी हो के छ, कस्तो छ अवस्था बाटो यहाँको? बिजोक नै हुने भयो गाँठे। राम केही रहेन रहेछ। पहिला त यस्तो थिएन। पुरानो बाटोहरू यस्तो थियो। पनि अब हिँड्नु पर्यो, के गर्नु होइन। बाटोको गति छ यस्तो हो। झर्नाको पानी सायद हावा हल्लेको होला। यतिकै गरिदिएको रहेछ। जुत्ताहरू भुट्ने भयो है। के गर्नु। ल पहाड त गरियो हाम्रो। पहिले चाहिँ यो रेलिङहरू थिएन, अहिले यो रेलिङहरू हालिदिएछ है। त्यही त
होइन हो धन्न पो यो बाटोमा यति पनि लगाइदियो यत्रो चट्टान कडाभन्दा कडा चट्टानमा उफ खोइ हाम्रो साथीहरू परै आउनु हुँदैछ ल म अगाडि बढेँ गाह्रो छ यात्रा फेरि पनि अलिकति भिडियोलाई पुस गरेँ मैले अगाडि म बनाउँदै जानेछु भिडियो अलिकति आजको भिडियो चाहिँ लामो हुने भयो ल हेर्नुहोस् पुस गर्दिनँ अब म हेर्नुहोस् यो मैले सोधपुछ बुझेअनुसार 2000 सालभन्दा अगाडि बनिएको अरे क्या यो बाटो हाम्रो बाउबाजेलाई मैले सोधेअनुसार बुझेअनुसार अन्त के गरियो चट्टान खोपेर बनाएको ठाउँ ठाउँमा यस्तै छ यस्तो सुलसुले बाटो जस्तो छ यस्तो चट्टान छ डरमर्दो छ है यता यो रेलिङ चाहिँ भर्खरै लगाएको रहेछ पहिले थिएन अनि तल यहाँबाट अब अहिले त रेलिङ छ बारम्बार भनिरहेको छु यहाँबाट मिस्टेक भएर झरियो भने अहिले त रेलिङले सेफ्टी छ भयो भने सक्यो यो अक्करको बाटो है यस्तो छ डरमर्दो के गरी खोपेको होला यो 2000 सालभन्दा अगाडि बनाएको बाटो भन्ने मैले चाहिँ सुनेको बुझेको है मैले ऊ अनुसार बुझेअनुसार अन्त मैले गलत सुनेको गलत बुझेको नि हुनसक्छ किनकि म जन्मिनुभन्दा अगाडिदेखिको हो के यो बाटो सायद मेरो बाउ आमा जन्मिनुभन्दा अगाडिदेखिको हो 2000 सालभन्दा अगाडिदेखिको हो भन्नुहुन्थ्यो हाम्रो गाउँठाउँको बाजे बोजूहरूले मलाई हो जस्तो पनि लाग्छ हेर्नुहोस् यस्तो बाटो खोपेर बनाएको छ ल अब चाहिँ भिडियोलाई एकछिन मैले पुस गरेँ नेक्स्ट एकछिनमा म फेरि आउनेछु अब फेरि कन्टिन्यू गरेँ मैले यो विशाल चट्टानहरू चाहिँ के गरी फोडेको होला त्यो जमानामा यस्तो छ अक्करको बाटो घरिघरि हर्क साम्पाङज्यूले कुनैमा कुरा गर्नुहुन्छ नि अक्करको बाटोमा कसरी लैजाउँछ म त्यो डोजरहरू भन्नुहुन्छ यही हो अक्कर यस्तो चट्टान फोडेर ओडार जस्तो बनाएर चाहिँ बनाएको बाटोहरू अब चाहिँ हामी करिब 12 क्षेत्र आइपुग्नु लाग्यो अब धेर यहाँदेखि 20-25 मिनट लाग्छ होला पर देखिँदैन तर देखिएको 12 क्षेत्र हो अगाडि अब 20-25 मिनटमा 12 क्षेत्र आइपुग्छौँ अझै पनि हाम्रो हिँडाइको जोखिम चाहिँ कम भएको छैन म इनकेस ठोकिएर लडेर दाहिनेपट्टि लडेँ भने चाहिँ म गएँ सक्यो मेरो जिन्दगी तर बाटो हेर्दै पनि भ्लग बनाउँदै पनि गर्दैछु सिधै तल हो अनि आइहाथा भन्नु नपाई यस्तो छ पर देख्नुहुँदैछ देखिँदैन तर 12 क्षेत्र यो हाम्रो अक्करको बाटो यस्तै छ मासतिर यस्तो विशाल चट्टान यस्तो बाटो यस्तो गरेर छ हैन त्यो भएकोले गर्दा यस्तो छ जोखिम छ बाटो यस्तै छ तर यो बाटोले कुनै जमाना धेरै मार्केट लिएको बाटो हो धेरैले हिँडेको बाटो हो नुन तेल बेसा लता कपडा बोक्नु पर्दाखेरि लिनु पर्दाखेरि पहाडी भेगको मान्छेहरू भोजपुर र धनकुटा विशेष गरी र खोटाङको मान्छेहरू पनि यही बाटो हुँदै 12 क्षेत्र हुँदै चत्रामा आउँथ्यो चत्रामाबाट चाहिँ धाकरमा माथिबाट आउँदाखेरि आफूसँग जे छ विशेष गरी अलैँची अदुवा हैन सुन्तला फलफुलहरू के छ त्यो नास्पातीहरू लिएर यहाँ बेच्थ्यो त्यही पैसाले चाहिँ अनि आफ्नो लागि घर परिवारको लागि बेसा लत्ता कपडा लिएर जानुहुन्थ्यो र धेरैले आफ्नो घरको समस्या टार्नुको लागि घर खर्चको जुटाउनुको लागि यहाँ तल भारी बोक्न आउनुहुन्थ्यो तल चत्रामा बजार लाग्छ वहाँबाट कसैले गोरेटार कसैले बयाङ कसैले भोजपुर बजार कसैले धनकुटा हिलेतिरको हैन हेरी आफ्नो बेगेर कसैले खोटाङ छेउपट्टि यसरी बोक्नुहुन्थ्यो यही बाटो
काली लाग्दो दुःख लाग्दो बाटो थियो। देशमा अलिकति गणतन्त्र आइसकेपछि केही विकास त भयो होइन, विकास भयो ठिकै छ, तर अलिकति दुर्भाग्य दुःखको कुरो चाहिँ के छ भने देश चाहिँ ऋणमा डुब्यो क्या। मलाई चाहिँ त्यो कुरा चाहिँ अलिकति उ लागेको। अरू त यस्तै त्यस्तै हो, विकास भयो, विकासको पछि ऋण पनि पर्यो देश। अब त्यो ऋण तिर्नु पर्यो भने ताल परे मान्छेले, हाम्रो देशले अथवा हाम्रो देशको नेता सरकारले चाहिँ अब देशै बेच्नुपर्ने अवस्था आएको छ क्या। त्यो चाहिँ दुःखको कुरो। केही मात्रामा विकास त भयो, अहिले त्यसरी ढाकार बोक्नु पर्दैन, बारी बजार हिँड्नु पर्दैन, चत्रा सुनसरी यतातिर आइराख्नु पर्दैन। अहिले घरमा बाटोहरू त पुगेछ। हो माइ गड, हेर्नुहोस् यहाँदेखि गयो भने सक्यो क्या, बाटो यस्तो छ। तर त्यसरी सेवा सुविधा त पुग्यो, तर अलिकति ऋणमा पर्यो देश। 28-30 खर्ब ऋण पुगेको छ। त्यो भनेको मामुली होइन क्या। प्रति व्यक्ति 80-90 हजार 1 लाख पर्छ भागमा। हामी करिब 3 करोड नेपालीको भागमा यसो हिसाब गर्दाखेरि एउटा तथ्याङ्क अथवा तथ्यले चाहिँ बताएको कुरो हो यो। तपाईँ हामीलाई प्राय सबैलाई थाहा छ। यस्तो छ। त्यो भएकोले गर्दा विकास त भयो, त्यही दुःखको कुरो त्यति चाहिँ हो। यस्तै हो हाम्रो देशको व्यतिथि दुःखको कुरो है। ल हस् त, अहिलेलाई अब म बिदा चाहन्छु। नेक्स्ट भिडियोमा भेटौँला। म यो भिडियो बनाइराख्नु पनि अलिक मलाई मेरै लागि जोखिम हुन्छ। भिडियोमा ध्यान हुँदाखेरि अहिले मलाई ठ्यासै कतै ठेस लागेर केही भइदियो भने यसरी यस्तो छ बाटो, अब यसरी बाटो यही हो, ठ्यासै केही भइदियो भने सक्यो लाइफ। हस् त, धन्यवाद। नेक्स्ट भिडियोमा भेटौँला।